इससे पहले हमने थोड़ा बेसिक्स अपना क्लियर किया। अब क्या हुआ, जो फॉरफिटेड शेयर्स है, जो हमने शेयर्स कैंसिल किया था, वो जब हम किसी को री इशू करते हैं, जब हम किसी को क्या करते हैं, री इशू करते हैं, उसमें कुछ केसेस होता है, कुछ क्या क्या होता है कि सिचुएशंस होता है, अलग अलग केसेस होता है, राइट। लाइक मैले यो शेयर कसैबाट क्यान्सल गरेँ, फर्फिट गरेँ, मैले अर्कोलाई बेचेँ भन्दाखेरि बेच्दाखेरि त्यो मैले बेच्दाखेरि री इशुड एट पार हुनसक्छ, री इशुड एट प्रिमियम हुनसक्छ, बुझ्नुभयो, और री इशुड एट डिस्काउन्ट हुनसक्छ, री इशुड एट के हुनसक्छ, डिस्काउन्ट। क्लियर। अघिको इक्जाम्पल जुन चाहिँ भन्दा अगाडि हामीले गर्यौँ त्यो थियो री इशुड एट डिस्काउन्ट। के थियो, री इशुड एट के थियो, डिस्काउन्ट। लाइक अघि हामीले क्वेसन गर्दा तिमीले देख्यौ होला, शेयरको फेस भ्यालु कति थियो, 10 को सामान मैले अर्कोलाई बेच्दा कति बेचेको थिएँ भन्नुहोस्, 8 मा। 10 रुपियाँको चिज मैले री इशु गर्दा कति मैले री इशु गरेको थिएँ, 8 मा री इशु गरेको थिएँ। त 10 को सामान 8 मा बेच्यो भन्दा मलाई 2 रुपियाँ के भयो, लस। यसलाई भन्छ इशुड री इशुड एट डिस्काउन्ट भनेर भन्छ। के भन्छ रे, री इशुड एट डिस्काउन्ट। अहिले मैले एउटा क्वेसन फ्रेम गरेको छु जसमा के छ, शेयर्स वर री इशुड एट के भनेको छ, पार। शेयर्स वर री इशुड एट के भनेको छ, पार। इक्जाम्पल सुनौ, company forfeited 3000 shares, company forfeited 3000 shares of rupees 10 each, of rupees 10 each, called up value 7%, called up value 7%। हुनु 10 रुपैयाँको शेयर हो जसमा अहिलेसम्म हामीले कति कल गरेको छौँ, 7 रुपैयाँ कल गरेको छौँ, 7 रुपीस कल गरेको छौँ। त्यो 7 रुपैयाँमा पनि फर द नन पेमेन्ट अफ के भन्दैछ, अलटमेन्ट। शेयर होल्डरले अलटमेन्ट भने कति दिएन, 2 रुपीस दिएन। फर्स्ट कल कति दिएन, फर्स्ट कल 1 पर शेयर दिएन। फाइनल कल 3 पर शेयर याट नट कॉल्ड, फाइनल कल 3 पर शेयर याट नट कॉल्ड। यो फाइनल कल 3 रुपैयाँ हामीले अहिलेसम्म कल गरेकै छैन। क्लियर। लेटर अन ऑल द फॉरफिटेड शेयर्स वर रीइश्यूड एट के भनेको छ, पार। जति पनि शेयर हामीले क्यान्सल गर्यौँ, कति शेयर क्यान्सल गर्यौँ, 3000 शेयर्स फॉरफिट गर्यौँ। यो डल्लैको डल्लै 3000 शेयर्स हामीले के पनि इस्यु गर्यौँ, हामीले पारमा इस्यु गर्यौँ। पार इन द सेन्स व्हाट इज द फेस भ्यालु अफ शेयर, 10। अर्कोलाई बेच्दा पनि मैले कति बेचेँ, 10 रुपैयाँमा बेचेँ। यसलाई भन्छ रीइश्यूड एट पार। के भन्छ रे, रीइश्यूड एट पार। ओके, आज हामी डिटेल्स बुझौँ ल, अझै डिटेल्स। न हेर्नुहोस् है, पहिला यो क्वेसनमा हामी यो बुझौँ, सल्युसन पार्ट, एप्लिकेसन, अलटमेन्ट, फर्स्ट कल, फाइनल कल होइन। शेयरको टोटल भ्यालु कति हो, शेयरको फेस भ्यालु कति हो, 10। जसमा उनीहरूले हामीलाई अलटमेन्ट कति भनेको छ, अलटमेन्ट 2 भनेको छ, फर्स्ट कल 1 भनेको छ, फाइनल कल 3 भनेको छ। फाइनल कल कति भनेको छ, त्यसो भने हाम्रो एप्लिकेसन कति हुन्छ भन्नुहोस्, 3 + 1 4, 4 + 2 6 भनेको कति हुन्छ भन्नुहोस्। What it? क्वेसन में के भन्दैछ, एप्लिकेसन त अलवेज रिसिभ, यो पैसा त शेयर होल्डरले दिनै पर्छ। माइन्डमा एउटा कुरा सेटअप गर्नु, एप्लिकेसन भने अलवेज रिसिभ। के रे, शेयर होल्डरले यो पैसा दिनै पर्छ, नदिकिन उनीहरूले शेयर पाउँदै पाउँदैन। बुझ्यो। एप्लिकेसन भने रिसिभ, अलटमेन्ट के भन्दैछ उनीहरूले, फर द 3000 शेयर्स वर फॉरफिटेड फर द नन पेमेन्ट अफ के भन्दैछ, अलटमेन्ट दिएन भन्दैछ। अर्को के दिएन भन्दैछ, फर्स्ट कल पनि दिएन भन्दैछ। क्लियर। एन्ड फाइनल कल याट नट, फाइनल जुन चाहिँ छ कल त्यो हामीले अहिलेसम्म गरेकै छैन। यसलाई हामीले हटाइदिउँ, यो कल गरेकै बुझ्नुभयो। यसलाई हटाइदिँदा हामीले उसलाई कतिवटा कल गरेको हुन्छ, 4 + 2 6, 6 + 1 7। व्हाट इज कॉल्ड अप भ्यालु, 7 इज द कॉल्ड अप भ्यालु। बुझ्नुभयो, बुझेर हाम्रो क्वेसनमा पनि उनीहरूले क्लियरली भनेको छ कतिको शेयर हो, 10 रुपीस को शेयर हो, तर कति रुपियाँ कल गरेको थियौ, वी ओन्ली कल कति रे, 7 रुपियाँ मात्रै कल गरेको। बुझ्नुभयो। हामीले यसलाई अर्को तरिका के थियो भन्दा डाइरेक्ट हामीले कल अप भनेको थियो हैन, हामी यसरी पनि लिन सक्थ्यौँ। कल अप भ्यालु कति छ, 7। यो 7 बाट छुट्याइदियो तिमीले, यो 7 बाट यसरी डाइरेक्ट छुट्याइदियो। के छुट्याइदियो भन्दाखेरि 7 कल अपबाट फर द नन पेमेन्ट अफ के भन्दैछ, अलटमेन्ट 2 र फर्स्ट कल 1, अलटमेन्ट 2 र फर्स्ट कल 1। नन पेमेन्ट भनेको यहाँ लेख्यो, नट रिसिभ। के पाएन तिमीले, अलटमेन्टको 2 र फर्स्ट कलको 1। कति रिसिभ भएन, 3 रुपियाँ पाएन तिमीले।
त 7 रुपैयाँबाट 3 रुपैयाँ पाएन भन्दा कति पायो 4 यसरी पनि तिमीले निकाल्नु सक्छौ बुझ्नुभयो यहाँसम्म क्लियर फर्स्ट एन्ट्री लु मलाई हेल्प गर्नुस् के गर्थ्यो लु एन्ट्री गर्नुस् फर्स्ट एन्ट्री हुन्थ्यो शेयर क्यापिटल अकाउन्ट अपोजिट एन्ट्री के हुन्थ्यो भन्नु शेयर क्यापिटल अकाउन्ट डेबिट कति हुन्थ्यो भन्नु शेयर क्यापिटल अकाउन्ट 3000 shares into what is called a value 7 7 3s are 21 यो बुझ्यौ नपाएको पैसा टु कल जेनरेटर कति जान्थ्यो 3000 into not received 9000 क्लियर रिसीभ भएको पैसा केमा जान्थ्यो टु शेयर यहाँ कति हुन्थ्यो भन्नुस् 3000 into 12 जर्नल एन्ट्री पनि हेर्नुस् न डेबिट यो डेबिट हो यो के हो क्रेडिट डेबिट म्याच हुन्छ डेबिट क्रेडिट के हुन्छ उसलाई 10000 21000 यहाँ छ 12 र 9 जोडा 21000 नरेसन के हो नरेसन ये लेख्नु पर्छ बी 3000 shares forfeited for the non payment of allotment at cost का लेख्नु पर्छ क्लियर अब ये क्वेशन मा कतिवटा शेयर हामीले रिइस्यु गर्यो हाउ मेनी शेयर्स वी रिइस्युड भन्नुस् के भन्दैछ all the forfeited shares we reissued how many shares we have forfeited 3000 रिइस्यु कति गर्दै 3000 शेयर गर्यो हेर्नुस् है रिइस्यु गर्दा केमा गर्यो यहाँ रिइस्यु गर्दै छु व्हाट इज द फेस भ्यालु अफ शेयर 10 रुपैयाँ छ फेस भ्यालु चाहिँ हमेशा यही लिनुपर्छ कर्ड भ्यालुलाई फेस भ्यालु मान्दैन बुझेन 10 रुपैयाँको चीज हामीले रिइस्यु गर्दा कतिमा गर्यौ 10 रुपैयाँको चीज हामीले रिइस्यु गर्दा 10 रुपैयाँ गर्यौ यो रिइस्युड एट पार रिइस्युड एट के भन्दैछ पारको मतलब जतिको फेस भ्यालु थियो त्यतिमै मैले के गरे अर्कोलाई बेचे अच्छा 10 को सामान 10 मा बेच्यो भन्दा लस भयो 10 रुपैयाँको चीज 10 मा किनेको सामान 10 मा बेच्यो भन्दा लस भयो भएन त यहाँ मलाई पनि लस भएको छैन अच्छा 10 रुपैयाँको सामान 10 मा बेच्दा प्रफिट भयो भएको छैन न त लस न त प्रफिट त रिइस्यु एन्ट्री के हुन्छ भन्नुस् अघि भर्खर सिकेको थियो रिइस्यु एन्ट्री बैंक अकाउन्ट के हो डेबिट बैंक अकाउन्ट के हुन्छ डेबिट टु शेयर क्यापिटल टु के हुन्छ शेयर क्यापिटल यहाँ हामी शेयर फर्फिटेड डेबिट गर्दै के लस भएकै छैन यहाँ के हुन्छ भन्नुस् हाउ मेनी शेयर्स 3000 shares into reissue price is 10 यहाँ कति भयो 30000 कति भयो being 3000 shares reissued at par being 3000 shares reissued at par हामीले par को शेयर के गर्यो रिइस्यु गर्यो भने क्लियर नाउ फाइनल वन हेर्नुस् है हामीले यो शेयर प्रॉफिट गर्दा यो 12000 हामीलाई के हो प्रॉफिट हो यो के हो आम्दानी उले उसकोबाट जो शेयर होल्डरबाट हामीले शेयर बोस्यो उले 12000 हामीलाई दिएको थियो त्यो 12000 हामीलाई फर्काएन त हाम्रो गोजीमै छ 12000 प्रॉफिट भयो के यो शेयर बेच्दा मलाई लस भयो रिइस्यु गर्दा लस भयो भएन त यहाँ 12000 प्रॉफिट रिइस्यु गर्दा लस 0 नेट कति प्रॉफिट छ 12000 हाम्रो थर्ड एन्ट्री यादै छ थर्ड एन्ट्री के हुन्छ क्यापिटल रिजर्भमा ट्रान्सफर गर्ने यहाँ के हुन्छ क्यापिटल रिजर्भमा ट्रान्सफर गर्दा शेयर फर फ्युचर अकाउन्ट डेबिट के हुन्छ क्यापिटल के हुन्छ रे क्यापिटल ले यो कसरी निकाल्छौं यहाँ कति प्रॉफिट छ हाम्रो 12000 प्रॉफिट माइनस लस कति छ यहाँ 0 त 12000 प्रॉफिट र लस 0 माइनस गर्दा कति हुन्छ यसको नरेसन के हुन्छ being forfeited amount transferred to capital being forfeited amount transferred to capital got it possible now भर्खर हामीले के सिक्यौ भन्दा यो त अगाडिको क्वेशनमा सेल्स वर रिइस्युड एट के थियो पार के थियो अब त्यही सेल्स लाई चाहिँ हामीले केमा रिइस्यु गरे रे रिइस्युड एट प्रिमियम रिइस्युड एट के रे प्रिमियम ओके यसको मिनिङ के हो भन्दा सिम्पल छ कुरा अघिको क्वेशनमा लास्ट पार्टमा के भनेको थियो भन्दा अल द फर्फिटेड सेयर्स वर रिइस्युड एट के थियो पार के थियो रे
सेम क्वेसन मैले क्वेसनमा केही चेन्जेस गरेन खाली म लास्ट पार्ट म चेन्ज गर्दैछु all the shares were forfeited all the forfeited shares were reissued at 12 per share के भन्दैछु fully paid up 12 per share के भन्दैछु क्लियर ओके यसको मतलब के हो भन्दा हाम्रो शेयरको फेस भ्यालु कति थियो हाम्रो अघि क्वेसनमा शेयरको फेस भ्यालु कति थियो 10 के थियो रे 10 फुल्ली पेड अप भन्दा हमेशा फेस भ्यालु फुल्ली पेड अप भन्दा हमेशा के लेख्नुपर्छ फेस भ्यालु त फुल्ली पेड अप 10 रुपैयाँको चीज चाहिँ कतिमा रिइस्यु भयो 10 रुपैयाँको चीज चाहिँ कतिमा रिइस्यु भयो 12 मा रिइस्यु भयो 10 को चीज हामीले 12 मा रिइस्यु गर्दा यहाँ 2 रुपैयाँ हामीलाई के भयो 10 को सामान हामीले 12 मा बेच्दा 2 रुपैयाँ हामीलाई के भयो प्रॉफिट तर यो प्रॉफिटलाई चाहिँ हामीले के भन्छ यहाँ सिक्युरिटी प्रिमियम भन्छ के भन्छ रे सिक्युरिटी प्रिमियम यसलाई नै भन्छ शेयर्स वर रिइस्युड एट प्रिमियम शेयर्स वर रिइस्युड एट के रे क्लियर बुझ्नुभयो ओके नाउ हाम्रो क्वेशन के थियो 3000 शेयर्स के थियो फॉरफिटेड कॉल्ड अप भ्यालु के थियो कॉल्ड अप भ्यालु 7 हैन 3000 शेयर हामीले फॉरफिट गरेको थियो जसको कॉल्ड अप भ्यालु के थियो 7 यो 7 मा पनि 3 रुपैयाँ के थियो नट रिसिभ र 4 रुपैयाँ के थियो यही थियो हाम्रो क्वेशन क्लियर यसको एन्ट्री अघि हामीले के गरेको भन्नुस् यसको एन्ट्री हामीले गरेको शेयर क्यापिटल अकाउन्ट डेबिट कति 3000 शेयर एन्ट्री थियो 7 because called up value is 7 यहाँ हाम्रो कति 21000 then के थियो to calls in यहाँ नपाएको पैसा 3000 into कति not received 9000 र पाएको पैसा केमा हाल्नु थियो हामीले to share forfeiture received part 3000 into 4 12000 ये यही शेयर चाहिँ हामीले अब रिइस्यु गर्दा त्यो अर्कोलाई बेच्दा केमा बेच्यो हामीले प्रिमियममा केमा बेच्यो प्रिमियम त रिइस्युको एन्ट्री के हुन्छ यहाँ गर्दैछु रिइस्युको एन्ट्री बैंक अकाउन्ट के भयो डेबिट कतिमा रिइस्यु गर्यो 12 हाउ मेनी नम्बर अफ शेयर्स 3000 अल भनेको छ भन्दा 3000 फॉरफिटेड त रिइस्यु पनि 3000 शेयर्स 3000 इन्टु व्हाट इज द फेस भ्यालु रिइस्यु कतिमा भएको छ 12 3000 into 12 कति हुन्छ 36 क्लियर 2 शेयर क्यापिटल कति हुन्छ 3000 शेयर इन्टु यहाँ हमेशा शेयर क्यापिटल के हुन्छ फेस भ्यालु के हुन्छ फेस भ्यालु इज 10 30000 यो 2 रुपैयाँ जुन चाहिँ हामीले प्रिमियममा उठाएको छौँ एक्स्ट्रा पैसा उठाएको छौँ यसलाई हामीले अर्को अकाउन्टमा हाल्छ के भनेर टु सेक्युरिटीज प्रिमियम के भनेर सेक्युरिटीज प्रिमियम भनेर आउँछ यो के हुन्छ 3000 शेयर्स इन्टु कति भयो यहाँ 6000 बुझ्नुभयो नाउ हेर्नु है हाउ मेनी शेयर्स फॉरफिटेड हाउ मेनी शेयर्स रिइस्युड फॉरफिटेड रिइस्यु शेयर के छ सेम छ हाम्रो लास्ट एन्ट्री के हुन्छ यो 12000 हामीलाई के थियो यहाँ 12000 हामीले के थियो प्रॉफिट र रिइस्यु गर्दाखेरि मलाई कुनै लस छ यहाँ लस छैन भन्दाखेरि हाम्रो अघि थर्ड एन्ट्री के हुन्छ शेयर फॉरफिचर अकाउन्ट के हुन्छ डेबिट टु क्यापिटल शेयर फॉरफिचर डेबिट टु क्यापिटल छ कति हुन्छ 12000 माइनस 0 लस हामीलाई छैन यहाँ के हुन्छ 12000 ने प्रिमियम आउँदैन यो प्रिमियमलाई चाहिँ हामीले प्रॉफिट हुनु त फाइदा हो तर यसलाई हामीले यसमा जोडेर लेख्नु हुँदैन यो प्रिमियमलाई चाहिँ हामीले सेपरेटली राख्नुपर्छ बुझेन यो चलाउनु हुँदैन प्रिमियमको स्पेसिफिक पर्पजहरु छ त्यो हामी जब थ्योरी पार्ट पढ्छौँ म तिमीलाई त्यतिबेला एक्सप्लेन गर्छु बुझ्यौ सो 12000 फाइदा रिइस्यु गर्दा कुनै प्रकारको लस छैन हामीले त्यो लसलाई 0 राखेर के गर्छौँ लसलाई 0 मान्छौँ बुझेन र यो सिक्युरिटी प्रिमियम चाहिँ यसमा आउँदैन सिक्युरिटी प्रिमियम अलग्गै बस्छ बुझ्यौ